जब प्रहरीको फन्दामा राम परे तब कथा अझ भयानक हुँदै गयो। सन्यासी रूप धारण गरेका रामलाई प्रहरीले लैजाँदै गर्दा रूपाले बचाएकी छे। जसै प्रहरीका पाइला अघि बढे त्यसै बेला अचानक बाघको बथान तिनीहरूको अगाडि आयो। बाघको अगाडि सबैजना डराएर थरथर काप्न थाले, तर जोगीको भेषमा रहेका रामको एक कदम पनि पछि हटेन। दर्शकवृन्द, अब कमलाले रामलाई चिनिसकिन्। अब के होला त दर्शकवृन्द, भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, त्यसैले पनि अन्तसम्म हेर्नु होला। फाइनली दर्शकवृन्द, राम, कमला र मुनाको भेट भइसकेको छ। रमेशले त्यो जोगी राम नै हुन् भन्ने चाल पाइसकेका छन्। दुर्गा आमाको अब त्यो घिनलाग्दो चरित्र पनि पर्दाफास हुनेवाला छ। त्यसैले पनि यस भिडियोलाई एक लाइक गर्न भने नबिर्सनु होला। यता रामले नयाँ तरिका अपनाएर एकदमै दरो प्रमाण जुटाउन लागिरहेका छन्। यता रामको खतरा आइडियाले काम गरेको पनि देख्न सकिन्छ। दर्शकबिन, तपाईँलाई भिडियो कस्तो लागिरहेको छ कृपया एक कमेन्ट अवश्य गर्नु होला। दर्शकबिन, रामले रमेशलाई पनि यसबारे सबै कुरा भनेका छन्। यता फेरि बुवाको भूमिका निर्वाह गर्नको लागि कमला र मुनाले जितबहादुरलाई लिएर आएका छन्। अब एक दिनपछि बिहे हुने पक्का भइसक्यो। यता फेरि दुर्गा आमाको घरमा बिहेको मण्डप सजिसकेको छ। कमला र मुनाले यो के गरे भनी गाउँलेहरू एकदमै चकित परेका छन्। ठ्याक्कै सिन्दुर हाल्ने क्रममा 10 जना चेलीको साथमा रामको दमदार इन्ट्री भयो। मेरो विचारमा राम पात्रको अभिनय एकदमै सर्वोत्कृष्ट र रामकै योजनाले जस्तो सुकै समस्या पनि सहजै रूपमा समाधान गर्छ। दर्शकबिन, यस एपिसोडमा रूपाको पनि एकदमै सुन्दर अभिनय देख्न सकिन्छ। मेरो विचारमा सबै पात्रले आफ्नो भूमिका उत्कृष्ट रूपमा निभाएका छन्। नमस्कार सासुआमा। अब आउँछ मजा। दर्शकबिन, राम सिङ्गो गाउँको राजा सभासद हुन्। उनी सामु जो कोही पनि डराउँछन्। यदि तपाईँहरू पनि बुहारी सिरियल हेर्नुहुन्छ भने यस हाम्रो च्यानललाई सब्सक्राइब गरी एक कमेन्ट लेख्न भने नबिर्सनु होला। अब दर्शकबिन, रामले अपराधीलाई जेल हालेका छन्। के अब नयाँ रहस्य खुलासा हुनेवाला छ त? हामीहरू आउनेछौँ नयाँ रिभ्यूको साथमा। तबसम्मको लागि हामीलाई पनि बिदा दिनुहोस्। हवस् त, धन्यवाद।